हेलो गाइज वेलकम टु माई ब्लग। आज चाहिँ म धेरै लङ टाइम पछि सानो भिडियो लिएर आएको छु। यसो हेरेर साथ सपोर्ट दिनु होला साथीहरू। आज चाहिँ हामी यही काम गर्ने अगाडि घुम्नलाई जाँदैछौँ। हो के कस्तो हुन्छ पुरा भिडियो हेरेर साथ सपोर्ट दिनु होला। हामी चाहिँ निस्किसकेको अवस्था छ। बाहिरमा टाइम चाहिँ 3 बजे सकेको छ यहाँ अहिले हालको। अब हामी चाहिँ हेर्दैछौँ कता कता जाने भनेर गाइस। यस्तो छ यहाँ चाहिँ चट्ट गार्डन दिल चिसो बनाउनको लागि गार्डन चाहिँ छ यहाँ बस्नको लागि। हाय हाय दिल गार्डन हो गया रे गाइस। हामी चाहिँ यहाँ एउटा दुईटा फोटो हानेर यसो निस्केको अवस्था छ। तपाईँ यहाँ कर्नेसमा हुनुहुन्छ भने बिहान बिहान जिम गर्ने ठाउँ पनि रहेछ यहाँ। जिम गर्ने सानोतिनो जिम गार्डन चाहिँ यस्तो रहेको छ यहाँको। दिल गार्डन भइगले जता पाए त्यतै खिच्न मिल्दैन गाइस। दिल गार्डन फुल हेर्नु गाइस। फुल फुलेको फुला गाइस। हामी चाहिँ यो कतिवटा देशको झन्डा यहाँ छ हैन। सट्टै यहाँ नेपालको झन्डा खोज्दैछौँ कहाँनिर छ। यसो नेपालको झन्डानिर बसेर एउटा टिकटक त बनाउनु पर्यो। कसो हो साथीहरु टिकटक यस्तो यो अब यो के हो यो दाइ चाहिँ यता लुग्रो यही काम गरेको मान्छे हो सबै चिने जताततै। हामी त नयाँ यस्तै छ गाइस। फेरि जताततै खिच्न पाउँदैन क्या। फ्यामिलीको देखियो भने अलि गाह्रो पर्छ भिडियो बनाउन। त्यही भएर ल फाइनली गाइस नेपालको झन्डा चाहिँ भेटेको अवस्था छ। ल हेर्नुहोस् हाम्रो देशको झन्डा हो नि त नेपालको झन्डा सानै छुट्टै छ तर अलिकति ल दाइ के छ तपाईँको यो भन्न ल। अलिकति पुरानो भयो जस्तो लाग्यो। नयाँ ल्याएर हालिदिउँ न त कि कसो। हामीले हाल्दा मिल्दैन नि त। मिल्दैन यस्तै छ गाइस। मिल्ने भए त हाल्दिहाल्छु। ल फाइनली गाइस हामी चाहिँ यहाँबाट निस्केको अवस्था छ बाहिरमा। यहाँ चाहिँ अलि होसियार पूर्वक भिडियो खिच्नुपर्छ होइन। कतै फ्याट्टा लाएर फ्यामिलीहरूको देखियो भने अलि ल्याउ हुन्छ क्या। त्यही भएर यसो हेर्दै खिचेको अवस्था छ बाहिरमा। अब कता जाने भनेर सोध्दैछौँ। कता जाने अब हामी चाहिँ समुद्रतिर त्यता मैले काम गरेको ल हामी चाहिँ त्यता जाने हो। छिरेर आउन दाइले काम गरेको आइ भनिदिनु न। हेलो गाइस। मलाई नि त्यति बोल्न त आउँदैन। अब सिक्दैछु भनौँ। उसको चाहिँ हेर्न मन लाग्दो लागि गऱ्यो क्या। यसको चाहिँ दामी देखायो क्या गाइस। दुईजना त्यो चाहिँ कम्फर आएको त्यो चाहिँ अघिबाट हानिरहेको छ यसले। उसले नि देखाइदियो लगाइ हेर्नुहोस् यस्तै छ। 6 दिनको ड्युटीको छ क्या। यस्तो समुद्रतिर आएर भेटायो गाइस। Wait. Bawal हानिदियो गाइस। रामै हानिदियो यार। अहिले त 4 जना भइसकेको अवस्था। को कम भन्ने यहाँ चाहिँ फर्क्यो
भयो अब त हेर्नु हामी चाहिँ जाने टार्गेट चाहिँ उताको थियो हामी उता जानलाई चाहिँ टाइम भएन अब हाम्रो गाडी आउने टाइम भइसक्यो त्यही भएर हामी उता जाने चाहिँ भइएन अब उता गइएछ भने कुनै दिन गइएको बेला हालौँला सानो भिडियो बनाएर अब अहिले चाहिँ यता यताको भयो होइन टाइम भएन कि अरूभन्दा 2 घन्टा भन्दा भएन 2 घन्टामा अब कता कता के अब टिकटक भिडियो बनाउनै पर्यो गाइज परो अब सानोतिनो फोटो हान्नै पर्यो टाइमै मिलेन त्यही भएर दाजुभाइ यहीँ घुमिरहेको अवस्था छ अरू चाहिँ यहाँ कर यसमा आएर घुम्न चाहनुहुन्छ भने टक्क यसमा पैसा पे गरेर सर हावा खाँदै घुम्नलाई पाइन्छ गाइज दाइ चाहिँ अगाडि हुनुहुन्छ हामी चाहिँ हाम्रो चाहिँ अब नेपाली हो खुट्टै तगाडा हामीलाई होइन ओइ आज के हुँदैछ क्या न्युजमा जरुरत छैन हामीलाई चाहिँ आकेडा यो चाहिँ पोइन्टमा राख्यो यहाँ राख्यो होइन माछा ओ मार्नु दाइ हामी चाहिँ जाने चाहिँ कता अब सेफरलाई हाम्रो भन्ने जाने टार्गेट चाहिँ यहाँ थियो गाइज यहाँ चाहिँ अब यो आज के हो यो कुकहरूको तालिम हो कि के हो अब होइन आज यो म्युजियममा फुड टेस्ट भएन गरेर अब आज त्यहाँ छिर्न चाहिँ दिँदैन होला आज त्यहाँ अब त्यहाँ पनि अर्कोचोटि आइन्छ अब आजलाई यति नै हुन्छ होला साथीहरू कि कसो दाजु सही हो अब के छ तपाईँको लास्टमा 2 वचन 2 बटन के हुनु र यस्तै छ घुमघामै छ कतारको तपाईँ आएको चाहिँ कति साल भयो कतार मेरो भयो 7 वर्ष त हुँदैछ भर्खर दाइको चाहिँ 7 वर्ष भयो मेरो चाहिँ बल्ल 15 महिना भएको छ होइन 2 वर्ष कहिले पुग्ला र जाम्ला आफ्नो देश मात्रै भनी भाइराख मात्रै 7 वर्ष हो नि दाइको चाहिँ मात्रै 7 वर्ष रे जस्तै भर्खर आएको जस्तो लाग्छ 7 वर्ष पुगेछ यार हामी चाहिँ सबै नेपाली काम गर्ने भएर त्यस्तो दिन बितेको चाहिँ त्यस्तो उस लाग्दैन टाइम लाग्दैन दिन गएको थाहै पाइँदैन होइन त्यस्तै छ यता चाहिँ यो पुरै माछा मार्ने बोटहरू रहेको रहेछ ल आउनु साथीहरू यहाँ माछा मार्नलाई सँगै मिलेर माछा मारौँला फेरिमा बेचौँला घुम्ने पैसा उठिहाल्छ होइन यहाँ चाहिँ यो तालिम हो कि अब के इन्टरभ्यू सेन्टर कि केही हुनसक्छ होइन त्यही भएर आज यहाँ बाहिरीलाई चाहिँ छिर्न नदिएको अवस्था जस्तो लाग्यो होइन छिर्न दिएछ भने चाहिँ पसौँला यहाँ चाहिँ राम्रो चिजहरू हरे पहिलाको होइन पुरानो अब दिएछ भने छिरौँला देखौँला होइन अब दिएन भने अब लास्ट इन्डिङ यही हुन्छ होला साथीहरू दाइ चाहिँ अगाडि हिँडिराख्नु भएको छ रोड चाहिँ यहाँ फाइनली गाइज हामी चाहिँ अब एग्राउने हानेर बसेको अवस्था छ एग्राउने हानियो हामी त पल्लो छेउबाट आएर ओल्लो छेउ यहाँ बिचबाट बाटो नभएको कारणले ओल्लो छेउ आएरै घुम्न पर्ने रहेछ अब दाजु र म यसो नास्ता सास्ता गरेर अनि चट्ट गाडी नै आइहाल्छ अनि चट्ट अब रुमतिर जानुपर्छ होइन ल अब आजको भिडियो यति नै भयो अब हेरेर के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला ल दाजु केही छ भन्नु लास्टमा छैन जिन्दगी झन्डुबामै छ परदेशको जिन्दगी एक राउन्ड हान्नु पर्यो त नि ती पुग्नुलाई अब यति घुम्नलाई एक राउन्ड हाल्नुपर्ने अवस्था छ यहाँ चाहिँ त्यस्तो हो यहाँको सिचुएसन चाहिँ मेरो चाहिँ रुगा लाएर मौसम चेन्ज भएको कारणले रुगा लाएर घाँटी चाहिँ बसेको अवस्था छ त्यस्तो राम्रो भइसकेको आएको छैन होइन जे जस्तो हुन्छ यसो मिलाएर हेरिदिनु होला लास्ट इन्डिङै यही हुन्छ गाइज भनौँ चाहिँ के होइन के कस्तो लाग्छ हेरेर चट्ट एउटा कमेन्ट छोडिदिनु होला थ्याङ्क यू फर वाचिङ भिडियो